नमस्ते साथीहरू, मेरो युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ। यदि मेरो च्यानलमा तपाईहरु नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गर्नुहोला ताकि मैले हालेको भिडियोहरु तपाईहरु समक्ष सजिलै पुगोस्। आज मैले एउटा फरक किसिमको भिडियो लिएर आएको छु। यो भिडियो राष्ट्रिय परिचय पत्रसँग सम्बन्धित रहेको छ। किनभने अहिले नेपालमा राष्ट्रिय परिचय पत्र करिब अनिवार्य नै भइसकेको छ। किनभने हाम्रो हरेक इन्फर्मेसन राष्ट्रिय परिचय पत्रमा बायोमेट्रिक को मद्दतले त्यसमा इन्क्लुड भएको अवस्था रहेको छ। तसर्थ जुनसुकै निकायमा पनि राष्ट्रिय परिचय पत्रको माध्यमले काम हुने भएकोले आज म त्योसँग सम्बन्धित एउटा भिडियो लिएर आएको छु। यदि हामीले अथवा तपाईहरुले राष्ट्रिय परिचय पत्र बनाउनु भयो तर त्यो हराएको अवस्था छ वा मिसिङ भएको अवस्था छ भने त्यस्तो अवस्थामा हामीले आफ्नो नागरिकतामा भएको 2-4 वटा इन्फर्मेसनको माध्यमले कसरी आफ्नो राष्ट्रिय परिचय पत्र फाइन्ड आउट गर्न सक्छौं त्यसको बारेमा जानकारी दिँदै छु। त लागो आजको भिडियोतर्फ। सर्वप्रथम म यहाँ आफ्नो कम्प्युटरमा रहेको क्रोम ब्राउजरलाई म ओपन गर्दै छु र यो मेरो यो क्रोम ब्राउजर ओपन भइहाल्यो। त्यसपछि म यहाँ सिम्पली टाइप गर्दै छु राष्ट्रिय परिचय पत्र र मैले इन्टर गरे। त्यसपछि यहाँ दुईटा साइटहरु टपअप भएको छ। एउटा डोनी डीसीआर, अर्को भनेको सिटिजन पोर्टल डोनी डीसीआर भनेर। हामीले यो सेकेन्ड नम्बरको साइटलाई क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि यो नयाँ पेज पपअप भएको हामीले देख्न सक्छौं। यहाँ क्लियरली के भनेको छ भने नागरिकता विवरणहरु भर्नुहोस् र आफ्नो राष्ट्रिय परिचय पत्र खोजी गर्नुहोस्। त म मेरो नागरिकतामा भएको करेक्ट एन्सरको आधारमा अथवा करेक्ट इन्फर्मेसनको आधारमा आज म यो राष्ट्रिय परिचय पत्र फाइन्ड आउट गर्दै छु। कृपया तपाईहरु पनि आफ्नो नागरिकताको करेक्ट जानकारी यसमा दिनु होला। त म यहाँ लेख्दै छु अनिल कुमार चौधरी अंग्रेजीमा पनि र म यहाँ आफ्नो जन्म मिति हाल्दै छु 2000 र यो सेक्युरिटी पर्पजको लागि म यसलाई छोप्दै छु पनि र यहाँ सेकेन्डमा नागरिकता जारी मिति भनेको छ त्यो पनि म फिलअप गर्दै छु र तल महत्त्वपूर्ण भनेको यहाँ क्याप्चा रहेको छ। यो क्याप्चा हामीले बिना रङ यानी कि सही जे दिएको छ त्यही क्याप्चा टाइप गर्नु पर्ने हुन्छ, अन्यथा रिजल्ट सो हुँदैन है। म यहाँ क्याप्चा टाइप गर्दै छु र यो क्याप्चा भइसकेपछि यहाँ खोज्नुहोस् आइकन रहेको छ, यसमा क्लिक गर्दै छु। यहाँ हेर्न सक्नुहुन्छ मेरो राष्ट्रिय परिचय पत्र आइसकेको अवस्था छ। यसरी तपाईहरु पनि यदि राष्ट्रिय परिचय पत्र मिसिङ छ भने वा राष्ट्रिय परिचय पत्र बनाएको अवस्थामा उले प्रोवाइड गरेको इन्फर्मेसनहरु पनि मिसिङ छ भने नागरिकताको माध्यमले यसरी हामीले आफ्नो राष्ट्रिय परिचय पत्र फाइन्ड आउट गर्न सक्छौं। भिडियो इन्फर्मेटिभ लागेमा च्यानललाई लाइक, सब्स्क्राइब र शेयर गर्न नभुल्नु होला। धन्यवाद।